नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुरुदेखिकै चुनाव हुँदैन, यो सरकारले चुनाव गराउन सक्दैन, यो सरकारले सुरक्षा दिन सक्दैन, यो सरकार चाहिँ कानुन विपरीत बनेको सरकार हो, त्यसले गर्दा हामी अदालतमा जान्छौँ, संसद पुनर्स्थापना हुन्छ, हामी चुनावमा जान्नौँ अथवा चुनाव हुँदैन भनेर भनिरहेका थिए। भनेपछि कार्की आयोगले चाहिँ केपी शर्मा ओलीलाई स्थान हद फुक्वा गरेपछि केही सहजमा आएका थिए र चुनावमा उमेका थिए। र पनि बिचबिचमा चाहिँ बालिन शाह पनि क्षेत्र नम्बर 5 झापाबाटै चाहिँ चुनावमा उठेपछि आफूलाई हार्छु भन्ने डर अथवा केही भएपछि चाहिँ बिचबिचमा चाहिँ चुनाव हुँदैन, ओजे पनि सरकारले चुनाव गर्न चाहेकै छैन, सुरक्षा दिन सकेन, यो चुनाव चाहिँ हुँदैन भन्दै आएका थिए भने आज चाहिँ बोली फेरेका छन् कि केपी शर्मा ओलीले अब चुनाव हुनैपर्छ र निर्धारित समयमै चुनाव हुनुपर्छ, किनकि नेपाल सरकारको अर्बौं लगानी भइसकेको छ, खर्च भइसक्यो, त्यसले गर्दाखेरि चाहिँ समयमै चुनाव हुनैपर्छ, हामी चुनाव गर्ने अथवा चुनाव हुने पक्षमा छौँ भनेर भनेका छन्।